नमस्कार सम्पूर्ण दर्शकवृन्दहरूमा म गङ बैम्बो मगरको तर्फबाट साहित्यिक अभिवादन टक्राउन चाहन्छु। दर्शकवृन्दहरू, यहाँहरूमाझ एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक रहेको छ एउटा जुनको उज्यालो। सुनसान एकान्तमा कयौं रात एक्लै घुमिरहेँ। सुनसान एकान्तमा कयौं रात एक्लै घुमिरहेँ जुनको खोजीमा। कहिले आधा रात बिताएँ, कति रात आँखाका ढकनी जोडिएनन्। अन्धकार चिर्दै उज्यालो पथ पहिल्याउन अविरल यात्रा रह्याएँ प्रकाश खोज्दै। सुनसान एकान्तमा कयौं रात एक्लै घुमिरहेँ जुनको खोजीमा। कहिले आधा रात बिताएँ, कति रात आँखाका ढकनी जोडिएनन्। अन्धकार चिर्दै उज्यालो पथ पहिल्याउन अविरल यात्रा रहेँ प्रकाश खोज्दै। महिनौं प्रतीक्षा गरिरहेँ पूर्ण चन्द्र यी आँखामा थपक्क राख्न। त्यसरी नै प्रतीक्षा गरिरहेँ एउटा जुन मिल्न। म प्रार्थना गरिरहन्थेँ जसरी पूर्णिमाको जुनले निष्पट्ट अँधेरीलाई परास्त पार्छ। जिन्दगीमा छाएको निष्पट्टलाई, एक्लोपनलाई, नैराश्यतालाई त्यसरी नै परास्त पार्नु छ र जरुरत छ एउटा जुनको। त्यही जुनको खोजीमा अविश्रान्त पाइला बढाइरहेँ। त्यही जुनको खोजीमा अविश्रान्त पाइला बढाइरहेँ। कछुवा गति प्रतीक्षाको समय। अनन्त प्रतीक्षापछि जब भेटियो आफ्नै काखमा एउटा बाटुलो पूर्ण चन्द्र जुन, तब जिन्दगीले अन्धकारबाट मुक्ति पायो र बदलियो जीवनको आयाम। मेरो लागि तिनै जुन हजारौँमा एक हुन्। मलाई तिनै जुन एकमै हजारौँ हुन्। आज मलाई लाग्छ उनी बिनाको पल एकान्त सुनसान जस्तो। उनीसँगको सामिप्य हजारौँ भिडभाडको रमझम। धन्यवाद।